बाबुसँग कुराहरू है त बाबुसँग आऊ त आऊ तिम्रो घर कहाँ अरे तिमी कतिमा पढ्छौ भन त कतिमा 2 मा हो तिम्रो नाम के हो भन त निशान्त हो कतिमा पढ्छौ अरे 8 मा पढ्छौ हो र तिमी त खतरा रहेछौ त 8 मा पढ्ने ए सानो मान्छे 8 मा पढ्छ बिदा छ के भइराछ हो ए अनि कहिले जाने त तिमी स्कुल कहिले जाने कहिले तिमी अब स्कुल कहिले जान्छौ भन त दसैँ त सकिसक्यो त दसैँ त अस्ति सकिएन जमरा लान्छु ल बच्चासँग रमाइलो पनि गरियो हैन अब गफा पनि राम्रो के राम्रो चिज पो दियो होला किन राम्रो चिज पो दियो होला हैन बच्चासँग त्यो रमाइलो गर्दा एकछिन रोमान्टिक गफा गरियो हजुरहरूले पनि मेरो भिडियो हेरेर इन्जोय गर्नु होला रमाइलो गर्नु होला हैन अब नयाँ साथीहरू हुनुहुन्छ भने फलो गरिदिनु होला पुरानो साथीहरू हुनुहुन्छ भने मेरो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है त ल बाइ